गाइस सन्जय होला अपन सन्जय छु आज कति दिनपछि बेला भिडियोमा आए म आज चाहिँ जङ्गल जाला छु म च्याउ खोज्न के हुन्छ अब च्याउ पाउँछु कि ना मोर अनुरोध यस्तो भेल परे गाइस म के त कल परेर चुप्छु होला सायद अन्त मित भाइ बन जाए पनि च्याउ खोजे हजार सल्ले च्याउ र हसे पट्या हसे फुटकी हसे कट च्याउ र सही म पाछे देखा दे मी च्याउ हुँका तोरा के सब जाइको गाइस बन ती चाहिँ हाम्रो खेती क्या हमरा ऊ बनाउमा जाए भन्नु च्याउ पमौ कि नाइ थाहा हाम्रो अझै बन जाए भन्नु बन पुगेला हेर्नु आबे नबन्नु बन पुगेला हेर्नु बनाउनु जाएको है हामी चाहिँ बन पुगिसक्यौँ बन देखाइदिन्छु कति जान्छौँ अनुरोध यस्तो भेलबाट के कस्तो कस्तो अब भिडियो गर्दै पर्छ होला बन बन तर के म आखिरी पास च्याउ पनि देखादिएँ कस्तो कस्तो च्याउ पाएँ त तर आज लाल पनि उनीहरूले पट्या खोजाएको छ 5 वटा पले 5 वटा बन पुगेँ नि हो म अहिले अपरा गरेर देखाइदिउँ बनाउमा बन त पुगिसकेँ म यसरी बसेछु ल च्याउ यो पनि त्यस्तै बसेछ यहाँ बन छ हरियर यता पनि त्यस्तै छ नु च्याउ नपाएर यहाँ टाउको दुखिसक्यो मेरो अब टाउको भेजा दुखिसक्यो गाइस म च्याउ काट्न लाग्यो रे भित्र घुस्टी म चाहिँ पाइसकेँ च्याउ आया मासु कता घुस्टिले रे देखाइदिन्छु म च्याउ ओइ तल छ रे बेमतहरु ओके देखाइदिनु उखाल देखाइदिसके के छिटो गर रे बेमत छ ए ओए तिम्रो जम्मै चढ्यो अनि हाम्रो बोय चाहिँ एक धारे पोल्बे खबर देखाइ दा बजाइ ये इठेरा पौले बजाइ मार बजाइ अमित भाइ अब हामी जाललाई है अर्को ठाउँ खोज्ने यहाँ चौडारान पर्नु अब पुरा क्यान जाए भन्नु इतना मात्रै पनि देखाइदिउँ यति हेर्दा अब हामी जाललाई सक्यौँ जङ्गले भरि काउ गरेर हानिने त बाघ जस्तो बाघ पनि डराएर भाग्छ होला हामी जाललाई सक्यौँ अब अर्को डाँडामा जान्छौँ अघिको डाँडामा त्यस्तै भयो स्याउनै छैन कि नपाउँदाखेरि राम्रै लाग्दैन पाउँदाखेरि कति राम्रो लाग्छ छैन अब यता खोज्ने हो भिड छिर्न लाग्यो म फेरि पाएँ हौ टिप त ल कतिवटा खा टिप ल देखाइदेऊ अझ यता पनि रहेछ है ए ल खोजेवाला कता हेर त खोजेको कति भयो त्यो बौगीको अमित भाइ त्यहाँ खोज्दै हामी 3 जना मात्रै छौँ यहाँ अरू त कता गइसक्यो च्याउ पाउन कति गाह्रो भइरहेको यहाँ च्याउ नै पाइँदैन कि हत्ते त औ पनि छिटो अगाडि अमित भाइ छिट च्याउ खोज त च्याउ पाउन कति गाह्रो हो नि कति गाह्रो हो कत्रो झाडी हिँडिसक्यौँ टाङ कटाइसक्यो अमित भाइको पुरै त्यही पनि चाहिँ धेरै च्याउ नै पाएन अगाडि गइरहेको के अरे जङ्गल यस्तो छ क्या फेरि कति झाडी छ थै खोजिरहेको छ महेशमा च्याउ पाउनु त्यस्तै हो कत्रो झाडी छ पछाडि अगाडि झाडी देख्ने बित्तिकै डर लाग्यो जानै सबै कुहिएको हो क्या च्याउ फेरि यहाँ पनि छ र कुहिएको च्याउ छ तर कुहिएको यहाँ सबै कुहिएको हेर न कुहिएको जस्तो देख्यौ के अरे अब बाहिर निस्किनु पर्छ बाटोमा हुँदैन सबै लुगा भिजिसक्यो झन्
अब उता अलि अगाडि गएर खोज्ने हो कहाँभित्र आएर पायौँ 6-7वटा जति अब बाहिर निस्किन लाम छिराइ चाहिँ ऊ यहाँ 3टा उटी कति धेरै रहेछ यहाँ 3वटा भनेको त कति धेरै यहाँ 2टा 3टा रहेछ यहाँ पनि रहेछ अनि त्यहाँ 4वटा रहेछ ऊ उखाल्दै बहिनीले उखाल्दै त्यहाँ हाम्रो बाबु खाल्ल मलाई त निल लागिसक्यो निलाइसी गरे त खाल्दै त जराहरू कता ए कुया खायो नि त त्यस्तो पातलो भएको भइसक्यो हाम्रो चाहिँ हजुर ल अब चाहिँ उता जानुपर्ने हुन्छ जाउँ बहिनी उता पनि छ अब लामिटले पायो भन्दा पनि कति धेरै पाइसक्यो अहिले फेरि पायो यति धेरै भइसक्यो हाम्रो त कति राम्रो हो हजुरहरू पनि आउनु होला भिट्ठाक वन अब लेढाकेन भट्राकेन वन धन बढ्यो होला यति के नया टुरे तर मारे वन बढे बाटोमा जाने भेट्यो जाने अब गाइज च्याउ त पायौँ खोइ त ल्याएर त के हो थाहा हजुरलाई के च्याउ थाहा हजुरलाई राम्रो च्याउ छ यहाँ खोज्दैछ मजा यस्तो जङ्गल पानी परेर अब भिजिसक्यो जम्मै ओहो हो ला अब चाहिँ माथि जम्मा पायो जम्मै ए धेरै टिप्यौँ हामी च्याउ हाम्रो काकी त यति पाउनु भयो काकीले पनि मैले यति पाएँ हामी पक्रा लगाइसक्यो भोक लगाएर गरे हामी जान लायौँ म चाहिँ पाखेन है अब घर जानु पऱ्यो भोक लागेर लगाइसक्यो लास्टै यस्तो पानी परे कति पानी परे मेरो एउटा लास्ट बिग्रेको तर कसम भन्नु पर्दैन तर मेरो बर्थडे उता जानु भए पाउनु भयो देखाइदिउँ र नि त्यहाँ बजे यस्तो पानी पर्दा पनि खोजेको हुन्छु ल्याइसक्यो बहिनी पाएर त्यो चाहिँ बहिनीको यहाँ चाहिँ मेरो भान्जाको र मेरो अमितको र मेरो ऐसा बजाय हारो बजेको गोई भान्जा मम्मी उता खोज्दै हुनुहुन्छ बजादेऊ अमित अब एकैचोटि घर देखाउँछु म अब आज यस्तै भयो यहाँ पानी पर्दा घर पुगेपछि अब एकैचोटि तर डन्डी कस्तो डन्डी फोर आएर अब पछि अब घर गएपछि अब एकैचोटि हेलो गाई यस्तो पानी परेर तर च्याउ चाहिँ दामी पायो नि अब हामी चाहिँ घर जान्ला अब घर गएर अरू भिड देखाउँछ हजुरलाई बाई मात्रै म बोल्छु मात्रै भन्न हेलो गाइज यस्तो खतरा बाटो हो लोट्ने बित्तिकै च्याकको हड्डी सड्डी सब बाँचिन्छ बाटो देखाइदे हेलो गाइज म चाहिँ घर पुगिसकेँ अब आजको लागि यति भयो भिडियो लास्ट पानी पर्दा म लास्टै भिडिसकेँ मेरो क्रस पारेँ